हेलो गाइज वेलकम टु माई मिनी भ्लग। म चाहिँ बारी जाँदैछु। हाम्रो चाहिँ बारी जाने ठाउँ यताबाट छ है, सिडीबाट जानुपर्छ। सिडी चढिसके अनि बारी देख्न सक्नुहुन्छ। अनि फेरि त्यही सिडी उचालेर यता राखेर झर्नुपर्छ। अनि म चाहिँ झरिसके र देख्न सक्नुहुन्छ गाइज मकै यता फलिरहेको छ, यतापट्टि काँक्रा नि छ, यत्रो यत्रो भएको छ, भान्टा छ, खुर्सानी छ सकेर अनि हामीले चाहिँ फर्सी रोपेथ्यो साग खानलाई। अनि म चाहिँ जताबाट आयो त्यतै जानु पर्ने हुन्छ गाई। अनि फेरि त्यही सिडीबाट चढ्नु पर्ने हुन्छ। अनि फेरि चढे माथि सिडीलाई ताने। अघिको खुर्सानी मैले ल्याएकै भनेको चटनी गर्नलाई हो टमाटरको। अनि टमाटरलाई उल्टाइ पुल्टाइ चारैतिर पोलिसकेर अनि झिके सबै। अनि झिकेर चाहिँ एउटा एउटा छालाहरू बोक्राहरू निकाल्न थाले। त्यसपछि प्याज कटिङ गर्नतिर लागे। झ्याम झ्याम काटे, भट्टा भट्टा काटेर मसिनो पारे अनि च्याट 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 लाएर काटेर खुर्सानी पनि काट्न थाले मसिनो पारेर। त्यसपछि अनि ओखलमा हालेर टमाटरलाई किच्याएर सकेपछि नुन हाले, खुर्सानी पनि हाले, मसला अलिकति थोरै हालेर अनि मिस गरेर अघि काटेको प्याज र खुर्सानी हालेर फेरि मिक्स पारिसकेपछि हाम्रो चटनी चाहिँ यस्तो दामी भएको छ। प्लेटिङ गरे। सी यू नेक्स्ट भ्लग, बाई।